मेला यो सोले युवा क्लबका अध्यक्ष आदरणीय तेजेन्द्र श्रीपालीज्यू, प्रमुख अतिथिज्यू, गायिका मनकुमारी छन्त्यालज्यू लगायत सोले युवा क्लबका सम्पूर्ण पदाधिकारीज्यूहरू र यो कार्यक्रमलाई अवलोकन गर्नको लागि पाल्नुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ दिदी बहिनी नानी बाबुहरू सबैलाई म गाइने खड्ग गर्भुजाको तर्फबाट दशौँलाई जोडेर नमस्कार छ, स्वीकार दिनुहोला। सबभन्दा पहिले त म आयोजकलाई धन्यवाद दिन चाहन्छु र त्यसमा पनि विशेष गरी मलाई व्यक्तिगत रूपमा सम्पर्क गर्नुहुने मेरो प्यारो भाइ अञ्चल शाही प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु र मलाई मेरो घरमै गएर मेरो गाउँमा गइदिनु पर्यो दाइ भनेर अनुरोध गर्ने मेरो प्यारो भाइ तिलक श्रीपालीज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो सोले डाँडा काटेर यता आउने रहर मेरो धेरै पहिलादेखिको 41-42 सालदेखिको रहर हो। आज आएर त्यो रहर पुरा भएको छ। म अत्यन्तै आभारी भएको छु, अत्यन्तै हर्षित भएको छु। अघि एकछिन सोले डाँडामा 15-20 मिनट रोकिएर त्यहाँ यसो दायाँ बायाँ अवलोकन गरेँ। अत्यन्तै गौरव लाग्यो, खुसी लाग्यो र आज यो कार्यक्रमको लागि र मेरो लागि भनेर हजुरहरू आफ्नो सबै काम छोडेर यहाँ आइदिनु भएको छ। यो बर्खाको समय गाउँघरमा कतिको गाह्रो हुन्छ, काम हुन्छ भन्ने कुरो मलाई पनि थाहा छ। यी सारा काम छोडेर यहाँ आइदिनु भएकोमा हजुरहरू सबैलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। म यहाँ यस्तो कुनै गीत गाएर हजुरहरूलाई रमाइलो गराउन, नचाउन, हँसाउनको लागि भन्दा पनि म यहाँ आएर यो लामेला भन्ने गाउँको नाम मैले धेरै पहिलादेखि सुनेको हो र यहाँ आएर हजुरहरूको आशीर्वाद थाप्ने रहर हो मेरो र त्यही हजुरहरूको आशीर्वाद, माया, सद्भाव थाप्नको लागि म यहाँ आएको हुँ। म धन्य भएको छु, आज हजुरहरूको माया पाएको छु, आशीर्वाद पाएको छु। यही माया आशीर्वाद सधैँभरि पाइरहनेछु भन्ने आशा गरेको छु र सोले युवा क्लबको उत्तरोत्तर प्रगतिको लागि पनि म शुभकामना व्यक्त गर्न चाहन्छु र सोले युवा क्लबको यो ऐतिहासिक जेठ 1 गते मेलाको बाँकी कार्यक्रमहरू पनि सफलतापूर्वक सम्पन्न होस् भन्ने अनुरोध गर्न चाहन्छु र हजुरहरूले सम्पूर्ण कार्यक्रमहरूमा साथ दिनुहुनेछ, सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। अब गीत सङ्गीतकै कुरा गर्नु पर्ला, के गीत गाउँ भइसकेको छ, मलाई भइरहेको छ। अब अलिकति सुन्ने गीत गाउँ, ढिलो गीत गाउँ भने आजभोलि के भन्छन् भने यो रुन्चे गीत किन गाएको भन्नुहुन्छ। अनि अलिकति छिटो गीत गाउँ भने फेरि के गीत गाएको पनि भन्छन्। अब यहाँ हरेक प्रकारको सबैको आफ्नो इच्छा, आफ्नो भावनाको हजुरहरू आउनु भएको छ। कसैलाई सुन्ने खालको गीत मन पर्ला, कसैलाई अलि नाच्ने खालको गीत मन पर्ला
त्यसले गर्दाखेरि म त्यही सुन्ने खालको गीतहरू जस्तै गालामा हात लाएर सुन्ने बैरागी गीतहरू पनि गाउँछु र केही नाच्ने गीतहरू पनि गाउनेछु र मेरो ऐतिहासिक गीत हेर्दा हेर्दै कान्छीले सोले डाँडा काट्यो मायाले यो गीत त म गाउने नै छु तर केही समयपछि म गाउँछु। अहिलेलाई भने म एउटा गीत छ जुन बेला अहिले त मलाई लाग्छ गाउँघरमा पनि खाना लाउनले कसैलाई दुःख छैन किनभने हरेक घरको 1-2 जना परिवार विदेशमा हुनुहुन्छ कमाएर पठाउनुहुन्छ त्यही पैसाले 2 छाक भात खान पुगेको छ। जुन बेला गरिबी व्याप्त थियो बेलुका बिहान खाना लाउन पुग्दैन थियो त्यति बेलाको एउटा भावनालाई समेटेर मैले एउटा गीत बनाएको छु। त्यो गीत म यहाँहरू समक्ष प्रस्तुत गर्न चाहन्छु। सबभन्दा पहिल्यै ढिलो गीत छ गालामा मैले भने गालामा हात लाएर सुनिदिनु होला धैर्य गरेर सुनिदिनु होला। गीत सङ्गीत सबै खालका गीतहरू सुन्नको लागि मात्रै पनि हुँदैन नाच्नको लागि मात्रै पनि हुँदैन सुन्ने खालको गीत गाउँदा झर्को नमानिदिनु होला भन्दै हजुरहरू समक्ष एउटा गीत प्रस्तुत गर्न चाहन्छु। धौलागिरी काली सुसाउने पहाडैको खोजैमा जन्म भो मैले दुःख कता बिसाउने। ट्र्याक प्लिज। मेरो चलमा के हेलो त्यहाँ परबाट सुन्नुहुन्छ हजुरहरूले जन्म भो मैले दुःख कता बिसाउने जे सोच्यो त्यही छैन जे सोच्यो त्यही छैन लन्डु जाउने ठाउँ कतै केही छैन धौलागिरी काली सुसाउने पहाडैको खोजैमा जन्म भो मैले दुःख कता बिसाउने पहाडैको खोजैमा जन्म भो मैले दुःख कता बिसाउने।
काली सुसाउने पहाडैको खोसैमा जन्म भो मैले दुःख कथा बिसाउने खै कता बिसाउने खै कता बिसाउने मैले देख्दा धरती नि रिसाउने धौलागिरी काली सुसाउने पहाडैको खोचैमा जन्म भो मैले दुःख कता बिसाउने पहाडैको खोचैमा जन्म भो मैले दुःख कथा बिसाउने यो मुटु चर्किन्छ यो मुटु चर्किन्छ म दुखीको दिन कहिले फर्किन्छ धौलागिरी काली सुसाउने पहाडैको खोसैमा जन्म भो मैले दुःख कता बिसाउने यो मुटु चर्किन्छ यो मुटु चर्किन्छ म दुखीको दिन कहिले फर्किन्छ धौलागिरी काली सुसाउने पहाडैको खोचैमा जन्म भो मैले दुःख कथा बिसाउने पहाडैको खोचैमा जन्म भो मैले दुःख कथा बिसाउने पहाडैको खोचैमा जन्म भो मैले दुःख कथा बिसाउने। धन्यवाद।